आगे बलेको छैन अलिक राम्ररी बाल्नु पर्छ बल्दैन यो चिसो ल्याएर हालेको छ कहाँ बल्छ र काइली के गरे केटाकेटीलाई चाहिँ न दिउँसो लासो रात यस्तो जाडो हुँदो रहेछ केही जाडो साडो छैन आफूले न टोपी लाएको छ न केही गरेको छ होइन तपाईँ त अरूतिर अब गाउँ गाउँ घुर्दै चार्दै अब खसीका खुट्टा पोलेर खाने मान्छे अब तपाईँलाई त कहाँ जाडो हुन्छ नि हौ खुट्टा पोलेर खाँदै जाडो लाग्छ त जाडो नलाग्ने हो होइन खुट्टा जस्तै मान्छे नि भइसक्नु भइरहेछ के भन्नु तपाईँलाई अनि तपाईँ त झन् खसीको मासु खाँदा खाँदै भैँसीको जस्तै जिउ भइसकिरहेछ भैँसीको जस्तो भएर के गर्नु नि बिमारले चेपिहाल्यो चेप्छ त नि यस्तो जिउमा चाहिँ कहिल्यै बिमार लाग्दैन थाहा छ नि न सरी 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 जाडो लाग्छ न केही हुन्छ केही हुँदैन त यस्तो त भोडो जिउमा चाहिँ सधैँ जाडो सधैँ बिमार त्यस्तै लागै गर्छ अनि यस्ता भुइँसी जस्ता मान्छे मैले त छोको मात्रै थियो यो पल्टिहाल्यो त के सुन्छ यस्तो मान्छे यसरी के सुन्छ मरे क्या के गर्नु अब गाडी बोलाउनु पर्छ 5 minutes later. यो मान्छे साह्रै भयो होला हौ ओइ यसलाई छिटो एकछिन न त यो अब दैलो नछोडिकिन यसलाई कसरी जिनको ये जोक नहीं समझा ना जाके पोगो देखो तुम लोग हाँ छोडा अब लानुपर्छ ओइ होइन खाका थिए होला नि के अलिकति के भयो छोइसक्दाखेरि लड्छ होइन हौ ओइ अब छिटो पुर्याउनु पर्छ छिटो दाइ दुध त चिसो भइसकेको छ अब पुगिन्छ